साथीहरू सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु। अहिले चाहिँ म अघि उठेको, यहाँ पवन दाइले भात खाना बनाउनु भएको छ। म पवन दाइकोमा जान आँटेको। अब पवन दाइकोमा जान्छु। लुगा पनि लगाइसकेँ मैले, हुन्छ लुगा पनि मैले लगाइसकेको छु। चाबी पुगेर पवन दाइकोमा जानुपर्ने हुन्छ। त्यति दिनको लागि प्रतीक्षा गर्दै गर्नु होला। आजको मौसम चाहिँ यस्तो छ। अघिसम्म पानी परिरहेको थियो, अहिले चाहिँ खुलिरहेको छ, घाम लाग्न आँटिरहेको। तपाईँले देख्न सक्नुहुन्छ। अब चाहिँ म ढोकामा तालचा लगाइसकेँ। अब पवन दाइकोतिर जानुपर्ने हुन्छ। पनि हुँदै गर्नु होला। दर्शक महानुभावहरू, अब हामी बाहिर निक्लिने क्रममा छौँ। भातसात खाएर हामी रेडी भएर बाहिर निक्लिने क्रममा छौँ। यहाँ हाम्रो पवन दाइले झ्याल ढोका थुनिरहनु भएको छ। हामी पुनः रूपमा बन्द गर्नुपर्छ, किनकि पानी पर्ने सम्भावना पनि छ धेरै। यता हाम्रो आयुष भाइ, यता हाम्रो आयुष भाइ बाहिर निक्लिसक्यो। यता हाम्रो पवन दाइको गेटअप खतरा छ। अनि म यतातिर रेडी छु होइन। अब खोइ दुर्गा भाइ कता गयो? बाहिर हो यतातिर दुर्गा भाइ। अब सबजना हामी रेडी भइसक्यौँ। हामी यता रेडी, अब बाहिर जानको लागि हामी रेडी अवस्थामा छौँ। यतातिर हामी अब हामी बाहिर जाने क्रममा, पवन दाइ छिटो आउनु न। बाहिर जाने क्रममा छौँ हामी। ल अन्धकार हुँदैन। अब यतातिर पवन दाइ ढोका लाउँदैछ, यतातिर टोइलेटतिर छिरिसक्यो। ल हामी एकछिनमा भेट्न सक्छौँ हजुरहरूसँग। पुनः प्रतीक्षा गर्दै गर्नु होला। दर्शक महानुभावहरू, हाम्रो पवन खनाल खत्री अगाडि केटाहरू यता अगाडि हिँडिरहनु भएको छ। औ सेती एकदम गम्भीर, सन्तोष देश एकदम हालत बेहाल भएको अवस्था, आर्थिक सङ्कट। त्यसको लागि हामी केही गर्ने सक्दैनौँ अहिले। हामीहरू कहाँ जान्छौँ पवन दाइ? हामी कहाँ जान्छौँ भनेको? कहाँ अरे अस्ति हामी दुर्गा भाइसँग आउँदाखेरि त्यो पहिलो पुल मास्तिरको डाँडाको बत्ती होला कि त्यहाँ बिचमा भ्यू हेर्न राम्रो दृश्य छ नि त। हामी अब त्यहाँ जान्छौँ चिया खानाका लागि। आज विशेष दिनमा भेटघाट भएछ हाम्रो पवन खनाल खत्रीसँग। उकालो एकदम यस्तो उकालो गम्भीर। मौसम फेरि के खाना पानी परेको मौसमले च्यालेन्ज गर्यो। मौसमले आज च्यालेन्ज गरेको छ। यस्तो छ अहिलेको तत्कालीन अवस्था अहिलेको यस्तो छ। ल हामी फेरि अब एकछिनमा भेट्नेछौँ। घर के जलाउँदैछ यता? यो पानड्याङ्गीको हालत पानी खान सक्दैन मानवहरू आउनु होला। यो तर यता बाँड्दैन अरे त्यो पानीट्याङ्की छ नि, यताको मान्छेहरूलाई यताको लोकलहरूलाई चाहिँ बाँड्दैन अरे, यता मात्रै बाँड्छ। तलतिर पनि आउँछ होला। यता त म बसेकोतिर आउँदैन त्यो पानी। यो पानी कता जान्छ हौ? यता अरे उता जाँदैन अरे। हाम्रोतिर आउने पानी त होइन नि? होइन, मेलम्ची होला। मेलम्ची? तपाईँहरूतिर आउने? खोइ मलाई थाहा छैन। हाम्रो चाहिँ आउँदैन थियो। हेर न खतरा सिस्टम हेरेर त्यो
हाम्रो घरतिर नि यस्तै बनेको छ नि पानी ट्याङ्की हाम्रो जेनजी ग्रुप ल होइन नि त के कस्तो रिस आएको त हौ के हो कहाँ क्षतिग्रस्त छ त्यहाँ हेर्छ हिँड्दैछौँ हामी चाहिँ उहाँ वडा नम्बर 9 छ त्यहाँ कार्यालय त्यहाँ एकदमै क्षतिग्रस्त भएको छ त्यसको भग्नावशेष अध्ययनका लागि विशेष उसको नेतृत्वमा हामी अगाडि बढ्दैछौँ उता अब अलिक उसको नेतृत्वमा अब केटाकेटीहरू अलि स्कुलको विद्यार्थीहरू चट्टसँगले आमा भाइ के छ ठिक छ वरिष्ठ भाइहरूले राम्रो खतरा हान्छ अझैले केटाहरू कस्तो हुन्छन् है केही नलजाउने चट्टसँगले किन लडान गर्यो तिमी त लजाएर उता त बस्छ अलिक बिचमा बस न आमा हिरो पानी परेको छैन भाइले छाता बोड्दैछ यार ल ल्याउ दर्शक दिन कृपया महानुभावहरूले हाम्रो ब्लग हेरिदिनु होला है विदेश भाइले चाँडोभन्दा चाँडो बाहिर पठाइदिनु होला नत्र विदेश जाने सपोर्ट गरिदिनु होला सबैजनाले होइन नत्र म पलायन हुन्छु भन न मेरो ब्लगमा एकदमै हेरिदिनु होला चाँडोभन्दा चाँडो भाइरल बनाइदिनु होला दृश्य चाहिँ यस्तो छ यहाँतिरको पानी परिरहेको छ अहिले सिमसिम सिमसिम यता स्कुल रहेछ स्कुलहरू छ यतातिर यहाँ एउटा स्कुल अनि यो भाइले बोक्ने मान्छे छन् अनि थिए अनि दर्शकवृन्दहरू महानुभावहरू हाम्रो उसको नेतृत्वमा हामी अगाडि बढ्दैछौँ बिएस यता हेर्दै नि त एक लुक्स आमा हिजो डाइस हान्दा चाहिँ जानुपर्छ क्या बिएस होइन अनि यो सोफा हो नि त यो खतरा सोफा हो त यो सोफा हब काठमाडौँ म त भाइरल हो भन्ने यता प्रायः जस्तो रहेछ सोफा फ्याक्ट्री प्रिमियम कसैलाई जग्गाहरू चाहियो भने यता आउनु होला कृपया यता पुरै खाली छ यस भाइ यता पुरै खाली छ नि होइन जग्गा यो 55 मिनटको हुँदो रहेछ नि त 1 घन्टाको ठ्याक्क बनाउन मिल्दो रहेछ बिसै अनि अलिक के कुल्ट्यो भयो नि त यार अब हामी क्षतिग्रस्त यो वडा नम्बर 9 मा आउँदैछौँ दर्शक महानुभावहरू हामी एकदमै क्षतिग्रस्त भएको वडा नम्बर 9 यो कागेश्वरी मनहरा वडा नम्बर 9 मा हामी प्रस्थान गर्दैछौँ अनि त्यसका लागि सम्पूर्ण हाम्रो इनर्जी खेर प्लस खर्च पनि गर्दैछौँ त्यसको लागि वडा अब हेर्नको लागि चाहिँ महानुभावहरू हजुर हिजो खाइसक्यो यहाँ होइन नि ग्रस्त वडा नम्बर यता हिँड वडा हेर न उहाँ वडाहरूमा एकदमै काम हुँदैछ यहाँ आज जलेको हो अस्ति जलाइदिएका हुने वडा नम्बर 9 हो जलाइदिएर आज यहाँ राम्रो काम हुँदै रहेछ यहाँ अलिक वडा नम्बर 9 यहाँ काम हुँदैछ छोटोसँगले सबैले अब यहाँ बन्दोबस्त गर्दैछन् टेबल कुर्सीहरू फेन्टहरू सबले जहाँ आफूले सहयोग गर्न सकिन्छ त्यहाँ सहयोग गर्नु होला हाम्रो देश भाइले पनि अनि दुर्गा भाइ अमक टिपिरहेको छ दुर्गा भाइले यता हाम्रो पवन दाई दुर्गा भाइ यता अमक टिप्न एकदम गाह्रो भइरहेछ
अम्बक टिप्न गाह्रो गाह्रो अवस्था भइरहेछ यहाँ हामीलाई तपाईँले हेर्न सक्नुहुन्छ यता अम्बक पनि आयो अम्बक आएको त होइन अब हामी अम्बक पवन दाइ अम्बक खाँदै के यहाँ छ पक्रिन खानु मिल्दैन काँचो होस् पाएको होस् बाल्दै होइन यहाँ खिच्नु नि यहाँ तिम्रो सेम टु सेम छ त एउटा सानो एउटा ठुलो त बेस है बाङ्ग्यो दाइ अनि मान्छे बाङ्गो छु अनि यता हामी अम्बक खाँदै खाँदै हामी अम्बक खाँदै खाँदै हामी अब हामी जाँदैछौँ पटतिर अब हामी अम्बक खाँदै खाँदै हामी गइरहेको छौँ हामी पटतिर जाने क्रममा हामी पटतिर जाने क्रममा हामी अम्बक मिठो छ पहिरो पनि कति ठुलो पहिरो गयो रातभरि पानी पऱ्यो नि यसरी पक्रिनु पर्ने हो यसरी खिच्नु भने म यसरी खिचिरहेको नि एकदमै एयरपोर्ट पछाडिको सबल दृश्यहरू यस प्रकारका छन् जहाँ डोजर जहाँ ऱ्याडर जहाँ विवश भाइ आज यसो घुम्न आइरहेको छ यहाँ चिया पिउन आएको छ आज अनि यसो जाउँ न त त्यहाँ चिया खान भनेर मैले प्रस्ताव गरेर बिएस भाइ त्यो प्रस्तावलाई स्वीकारेर यहाँ आएको छ अनि आमा चिसा पानीको डनै है तिमी त म चाहिँ अहिले रुम आइसकेको छु कतिजनाले अन्तिमसम्म हेरिदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद अब भिडियो यतातिर इन गर्नुपर्ने हुन्छ सबैजना नयाँ हुनुहुन्छ भने मेरो भिडियोलाई सब्सक्राइब गरिदिनु होला लाइक कमेन्ट पनि गरिदिनु होला र यति भन्दै म आज बिदा लिन चाहन्छु हस्त जय नेपाल।